एक्जामको लागि मात्रै नपढ्ने भन्न खोजेको मैले। एआई भन्ने बित्तिकै खत्रै एआई पढ्ने चाहिँ होइन हामीले। सो कस्तो खालको रिसोर्सेसहरू चाहिँ फलो गर्दाखेरि चाहिँ मलाई सजिलो भएको थियो भनेर सेयर गर्न हो। गाह्रो भन्ने कुरा चाहिँ छैन है त। सो हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु द देव वर्ल्ड। दिस इज देवराज खतिवडा, 6th सेमेस्टर स्टुडेन्ट अफ बिएससी सिएसआइटी। र आजको यस भिडियोमा चाहिँ म बिएससी सिएसआइटीको 4th सेमेस्टरको सिलेबसको बारेमा थोरै कुरा गर्न चाहँदैछु है त। सो योभन्दा अगाडि मैले 3rd सेमेस्टरको सिलेबसको भिडियो अस्ति भर्खर हालेको थिएँ होइन। त्योभन्दा अगाडि चाहिँ मैले 1 वर्ष अगाडि भिडियो हालेको थिएँ सिएसआइटीकै बारेमा कुराहरू गरेर। सो धेरै भएको भिडियो नहालेको। सो सिलेबसवाला कुरो थोरै गरौँ न, मजा आउँछ भनेर। अनि मेन मेरो अब्जेक्टिभ यो भिडियो बनाउनुको चाहिँ सिलेबस मात्रै भन्नु होइन, किनकि हुन्छ नि यो सिलेबसहरू अनलाइनमा मजाले भेटाइन्छ। हाम्रो सिएसआइटी भन्ने वेबसाइटै छ सिएसआइटी स्टुडेन्टहरूको लागि, हुन्छ नि मसिया। सो यो भिडियोको मेन अब्जेक्टिभ मेरो भनेको सिलेबस भन्नुभन्दा धेरै चाहिँ मैले यो सब्जेक्ट पढ्दा 4th सेमेस्टरमा, अब अगाडिको 3rd सेमेस्टरमा त्यही गरेछ। सो त्यो पढ्दाखेरि चाहिँ मैले कुन कस्तो खालको रिसोर्सेसहरू, मेनली त युट्युब च्यानलहरू हो होइन, प्लेलिस्टहरू, सो कस्तो खालको रिसोर्सेसहरू चाहिँ फलो गर्दाखेरि चाहिँ मलाई सजिलो भएको थियो भनेर सेयर गर्न हो। र सिलेबसको पनि थोरै कुरा आइडिया भयो भने सजिलो हुन्छ भनेर हो। स्पेसली हाम्रो सिएसआइटी जोइन गर्न खोज्ने स्टुडेन्टलाई काम लाग्छ। गोल अब 8 गोल लागिसक्यो, बायर्न म्युनिख खतरा। सो स्पेसली चाहिँ हाम्रो भर्खर जोइन गर्न खोज्नेलाई चाहिँ आइडिया लाउनलाई कस्तो कस्तो सब्जेक्ट पढिन्छ भनेर आइडिया लाउनलाई हेल्पफुल हुन्छ। प्लस 4th सेमेस्टरको स्टुडेन्ट हुनुहुन्छ भने अभियसली रिसोर्सेसहरू चाहिँ म यहाँ सेयर गर्छु थोरै होइन। फर्स्टमा चाहिँ आउँछ हाम्रो थ्योरी अफ कम्प्युटेसन। सो यो सब्जेक्ट पढ्ने चाहिँ मलाई लास्ट इयर रमाइलो लागेको थियो। र अहिले म जब 6th सेमेस्टरमा पढिरहेको छु, यहाँ पनि कम्पाइलर डिजाइन, कन्स्ट्रक्सन एन्ड डिजाइनको सब्जेक्ट छ होइन, कम्पाइलर डिजाइन एन्ड कन्स्ट्रक्सन सब्जेक्ट छ होइन। सो त्यसमा चाहिँ यसको लगभग आधाभन्दा धेरै सिलेबस चाहिँ यसमा पनि युज भइरहेको छ। हेरौँ है त के छ। त्यसो डेफमा त म जान्न है, किनकि मैले यहाँ 2 मिनटमा भनेर केही बुझ्ने पनि वाला हुनु न तपाईँले। र अरू त के हो के भन जस्तो पनि हुन्छ होला होइन। तर सिम्पली हेर्दाखेरि हाम्रो 7वटा च्याप्टरहरू छन् यसमा होइन। अनि बेसिक फाउन्डेसनमा चाहिँ अगाडि पढेको भनेको पहिलेदेखि पढेको सेट थ्योरीहरूको कुराहरू होइन। सेट थ्योरीको बारेमा, ल्याङ्ग्वेजको बारेमा, ग्रामरको बारेमा त्यस्तो खालको कुराहरू गरिन्छ। अनि त्यस पछाडि आउँछ फाइनाइट अटोमाटा भन्ने कुरो। फाइनाइट अटोमाटा, त्यस पछाडि रेगुलर एक्सप्रेसन चाहिँ चाहिन्छ है त, मजाले बुझ्न होइन, बुझेको राम्रो भनौँ न। सो रेगुलर एक्सप्रेसनहरूवाला कुरो अनि कन्टेक्स्ट फ्री ग्रामर, पुस्ट डाउन अटोमाटा, ट्युरिङ मसिन, र लास्टमा आउँछ अनडिसाइडेबिलिटी एन्ड के भयो इन्ट्र्याक्टेबिलिटी। ओके सरी, सो मलाई शब्द भन्न आएन। ओके, सो यता खालको च्याप्टरहरू छन् होइन। सो मेनली यसमा भन्ने भनेको चाहिँ हामीले फाइनाइट स्टेट मसिन्सहरूको बारेमा कुरा गर्छौँ। सायद डिजिटल लोजिक कि माइक्रो प्रोसेसर, डिजिटल लोजिकमा होला, त्यहाँनिर पनि स्टेट डायग्रामहरू बनाउन सिकाएको थियो होइन। सो त्यस्तै कुराहरू। तर यसमा चाहिँ फाइनाइट स्टेट अटोमाटा भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि, म पढाउँदिनँ अहिले है त, भन्दिनँ पनि, के सर्च गर्दा हुन्छ च्याटजिपिटीमा। तर अहिलेको लागि त्यस्तो टेन्सन लिनु पर्दैन, यो पढिन्छ भनेर आइडिया लाउनु चाहिँ काम लाग्छ। यहाँ चाहिँ यो कुरो चाहिँ मैले मेनली भन्न खोजेको है त। सो मैले फलो गरेको चाहिँ यो 3टा कुराहरू। यो चाहिँ सिङ्गल भिडियो है त। यो जुन लास्टको च्याप्टर छ नि, अनडिसाइडेबिलिटी एन्ड इन्ट्र्याक्टेबिलिटी भन्ने, सो त्यसमा चाहिँ मलाई यो एउटा भिडियोले पुगेको थियो है त। 10 मिनटको भिडियो छ, मजाले हेरौँ, 10 चोटि हेरौँ भने पुग्छ यसलाई है त। एकचोटि हेर्दा चाहिँ बुझिँदैन, मैले चाहिँ बुझेको थिइनँ एटलिस्ट होइन। अनि अर्को भनेको टिओसीको अटोमाटा थ्योरीहरू बुझ्नको लागि यो सञ्चित सर, अनि हाम्रो थ्योरी अफ कम्पिटिसन पढ्ने चाहिँ गेटहब है त। गेटहब होइन। अर्को आउँछ कम्प्युटर नेटवर्क्स। कम्प्युटर नेटवर्क्स भनेको त सिम्पली पढेकै कुरा होइन अगाडिदेखि, तर होइन। सो +2मा चाहिँ पढेको, +2मा र फर्स्टमा इन्ट्रोडक्सन टु इन्फर्मेसन टेक्नोलोजीमा चाहिँ ओएसआई रेफरेन्स मोडल पढेको याद छ होला है। सो ओएसआई रेफरेन्स मोडल पढेको थियो जब, त्यति बेला चाहिँ हामीले, तपाईँहरूले, मैले पनि, सो त्यति बेला बेसिक इन्ट्रोडक्सन थियो कि योमा यस्तो हुन्छ, जस्तो नेटवर्क लेयरमा चाहिँ प्याकेज हुन्छन्, अनि यसमा चाहिँ सेगमेन्ट्स हुन्छ भनेर त्यसरी सिम्पल हामीले ओभरभ्यू मात्रै हेरेको थियौँ। तर यहाँनिर चाहिँ इन्ट्रेस्टिङ के छ भन्दा, यहाँनिर हेर्न पनि सकिन्छ 60-20-20को कुरा हो यसमा पनि। र यसमा चाहिँ के छ भन्दा, जुन ओएसआई रेफरेन्स मोडलमा हामीले इच लेयरलाई ओभरभ्यू मात्रै लिएको थियौँ त्यसको, यसमा चाहिँ इच लेयरको आफ्नो च्याप्टर छ र इच लेयरलाई इनडेप्थमा पुरै चिरेर हेर्नेवाला हुनुहुन्छ तपाईँले अब है त। सो यसमा चाहिँ के छ भन्दा, सुरुमा त सिम्पल इन्ट्रोडक्सन टु कम्प्युटर नेटवर्क्स, ओएसआई रेफरेन्स मोडल, अर्को टिसिपी-आइपी मोडल भन्ने छ, त्यो पढ्नुहुन्छ होइन। अनि त्यसको बारेमा थोरै कुरा हुन्छ। र यही च्याप्टरमा फिजिकल लेयरको पनि थोरै कुरा हुन्छ। र त्यस पछाडि आउँछ फिजिकल लेयर र नेटवर्क मिडियाको बारेमा, डेटा लिङ्क लेयर, नेटवर्क लेयर, ट्रान्सपोर्ट लेयर, एप्लिकेसन लेयर, जसमा सेसन लेयर र प्रेजेन्टेसन लेयरको पनि थोरै कुरा हुन्छ। सो 7वटा लेयरको चाहिँ 7वटा च्याप्टर छ, न त 6वटा छ। 7औँमा चाहिँ हाम्रो मल्टिमिडियाको कुरा छ, तर यहाँ मिक्सअप के भन्छ,
मिक्स गरेर बनाएको छ, त्यही भएर सिलेबस चाहिँ त्यस्तो छ। तर पढ्न चाहिँ ती 7 वटा लेयर हो र लास्टमा मल्टिमिडिया र फ्युचर नेटवर्किङको बारेमा कुरा गर्नुहुन्छ र यो मल्टिमिडियाको सायद पार्ट चाहिँ फिफ्थ सेमेस्टरमा जब इलेक्टिभ चुज गर्दाखेरि मल्टिमिडिया चुज गरिन्छ त्यसमा काम लाग्छ होला, किनकि मैले त लिनँ, किनकि मैले त इमेज प्रोसेसिङ पढेको होइन, गाह्रो थियो है। अनि त्यस पछाडि ल्याब वर्क्समा यस्तो कुराहरू छन् र यसमा चाहिँ हाम्रो प्याकेट ट्रेसर, के प्याकेट ट्रेसर, सिस्को प्याकेट ट्रेसर त्यहाँबाट गराउनुहुन्छ होला होइन। ल्याब वर्कहरू चाहिँ मजै आउँछ पढ्न है त। अनि मैले फलो गरेको चाहिँ यहाँ चाहिँ तलको अहिले कुरा गर्छु म, माथिको यो सिङ्गल भिडियो छ बुझ्नको लागि है त, भनेको आई मिन कुराहरू रियल लाइफ उसले भनेको पनि छ टाइटलमा, रियल लाइफ एक्जाम्पल। सो बुझ्नको लागि हल्का एनालोजीहरू बनाउनको लागि चाहिँ यो कुणाल कुशवाहाको भिडियो चाहिँ कति घन्टाको, 4 घन्टा 6 मिनटको छ, यो मैले हेरेको थिएँ, मजाले बुझाएको छ होइन, बुझ्नको लागि चाहिँ दामी छ। अर्को एउटा छ यु सक एट सबनेटिङ भन्ने पेज छ, सायद मैले यहाँनिर स्क्रिनसट हाल्नु बिर्सेँ होइन। त्यहाँनिर चाहिँ सबनेटिङको बारेमा, नेटवर्क लेयरमा जे पढिन्छ सबनेटिङको बारेमा मजाले बुझाएको छ, यहाँनिर राउटिङहरूको बारेमा कुरा गरेको छ। अनि अर्को भनेको चाहिँ मैले पनि थोरै थोरै पढाउनु चाहिँ सुरु गराएको छु। सो कम्प्युटर नेटवर्क्स इन नेपाली भनेर सर्च गर्दा पनि हुन्छ, या त डिजिटल नोमाड एकाडेमीमा गएर त्यहाँनिर हेर्दा पनि हुन्छ। अहिलेको लागि 20 वटा भिडियो मात्रै छ, फर्स्ट च्याप्टर र सेकेन्ड च्याप्टरको, त्यस पछाडिका भिडियोहरू अब आउँछन् है त, किनकि मैले जब भिडियो बनाइरहेको छु फोर्थ सेमेस्टर हुन्छ नि, फोर्थ सेमेस्टर चलिरहेको छ अहिले, नयाँ फोर्थ सेमेस्टर। सो त्यसको लागि म बनाउँछु भनेर पर्खिरहेको थिएँ, अब बनाउँछु। सो यसमा भिडियोहरू एड हुन्छन्, यदि चाहिन्छ भने हेर्दा हुन्छ है त। सो डिजिटल नोमाड एकाडेमी जान नबिर्सिनु होला। सो कुणाल कुशवाहाको भिडियो चाहिँ हेल्पफुल छ है त, मजाले हेर्दा हुन्छ। सो अर्को छ अपरेटिङ सिस्टम। सो यसको बारेमा पनि थोरै आइडिया त छ नै होला होइन। सो अपरेटिङ सिस्टमको बारेमा नि इन्ट्रोडक्सन टु इन्फर्मेसन टेक्नोलोजीमा थोरै कुरा गरेकै थियो होला, अगाडि 11-12मा कम्प्युटर साइन्स पढाए भए त्यहाँ पनि कुरा गरेकै थियो होला। सो त्यही कुराहरू हुन्, तर अभियसली थपेका हुन्छन् कुराहरू। सो 60-20-20कै कुरो छ यसमा पनि, र यसमा त्यही अपरेटिङ सिस्टमको के थियो त फङ्सनालिटी हामीले पढेको, डिभाइस म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, प्रोसेस म्यानेजमेन्ट भनेर ओभरभ्यूमा पोइन्ट मात्रै लेखेको थियो। यसमा चाहिँ इचको आफ्नो च्याप्टर छ, सेम कुरो। सो हामी प्रोसेस म्यानेजमेन्टको कुरो गर्छौँ, अनि डेडलकहरूको कुरा गर्छौँ, मेमोरी म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, डिभाइस म्यानेजमेन्ट, र लास्टमा लिनक्स अपरेटिङ सिस्टमको चाहिँ थोरै केस स्टडी छ। यो चाहिँ टिचरले कसरी पढाउनुहुन्छ त्यसमा पर पर्छ, हामीलाई चाहिँ प्रेजेन्टेसन गराउनु भएको थियो है त यसमा चाहिँ। सो यो त लिनक्सको बारेमा त एउटा केस स्टडीको भिडियोहरू भने पनि पुग्न त। अर्को भनेको बुझ्न मन छ नि, अन्त जान पनि पाइयो है त, मैले रोकेको छैन। अर्को भनेको हाम्रो ल्याब वर्क्समा पनि त्यही लिनक्स कमान्ड्सको बेसिक होइन, हामीलाई चाहिँ सिकाउनु भएन सरले। अरू भनेको सिम्पल यो डेडलकहरूको अनि प्रोसेस म्यानेजमेन्टहरूको बारेमा चाहिँ हामीले जुन कुराहरू एल्गोरिदमहरू पढेको हुन्छ त्यसको चाहिँ हाम्रो के भन्छ प्रोग्राममा इम्प्लिमेन्ट गरेर ट्राई गर्ने कस्तो हुँदो रहेछ भनेर होइन। अनि यसको पनि मैले एउटा प्रोसेस म्यानेजमेन्टको चाहिँ भिडियो बनाएको छु माथिकै च्यानलमा, कहाँ छ, डिजिटल नोमाड एकाडेमीमा अपरेटिङ सिस्टमको एउटा भिडियो छ जुन चाहिँ थियो प्रोसेस म्यानेजमेन्टमा, त्यो पनि हेर्दा हुन्छ। पछि हाल्न चाहिँ हाल्छु, तर अहिले हेर्नु छ भने चाहिँ एउटा भिडियो चाहिँ छ, हेर्दा हुन्छ। र मैले फलो गरेको चाहिँ यो थियो 5 मिनट्स इन्जिनियरिङको, र हाम्रो यतापट्टि वेब सर्च हाम्रो च्याट जिपिटी। सो अर्को छ डेटाबेस म्यानेजमेन्ट सिस्टम। यसमा चाहिँ मैले सजेस्ट गर्न सक्ने भनेको बेस्ट प्र्याक्टिस भनेको चाहिँ सिक्वल सिक्नु, एसक्युएल जसरी भन्नुहुन्छ, स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज। यहाँ चाहिँ सिलेबस हेऱ्यो भने चाहिँ 60-20 अगेन। सो सिलेबस हेऱ्यो भने चाहिँ एउटा मात्रै च्याप्टर छ होइन। अब एक्जामको लागि पढ्न त त्यति साह्रो त्यसमा पर्दैन होइन, हाम्रो 8 घन्टाको छ छन त, तर क्वेसन पनि सोध्नु त, तर एक्जाम ओरिएन्टेड मात्रै नभएर बाहिर हाम्रो जब रेडी हुनको लागि होइन पढ्नु छ भने चाहिँ आई विल सजेस्ट सिक्वल एसक्युएलमा चाहिँ मजाले फोकस गर्नु होला। अरू कुराहरू चाहिँ बुझ्दै गइन्छ, त्यो पढाउँदाखेरि बुझिने खालको कुराहरू छन्, त्यस्तो गाह्रो भन्ने कुरा चाहिँ छैन है त। सो मैले सजेस्ट गर्न सक्ने भनेको यही एसक्युएलमा चाहिँ ध्यान दिनु, आफ्नो तरिकाले पढ्दा हुन्छ, जुन रिसोर्स खोजेर पढ्दा नि हुन्छ। मैले चाहिँ ब्रोकोडको भिडियो हेरेको थिएँ, 3 घन्टाको छ, भिडियो हेरेर मात्रै थिइनँ है त, प्र्याक्टिस पनि गरेको थिएँ। सो रिसोर्स चाहिँ यो हो, मजाले बुझाउँछ, बुझ्नको लागि हुन्छ नि, स्टार्टिङको लागि चाहिँ हेल्पफुल छ। र अर्को भनेको हाम्रो एक्जामको लागि पढ्नलाई यो किड्स मेसेजको भिडियोहरू छ। र अर्को सजेसन भनेको त्यही हो है त, एक्जामको लागि पढ्नलाई एक खालको रिसोर्सेसहरू त भनिरहेको छु म, तर स्पेसली पढ्दाखेरि हामीले अभियसली एक्जामको लागि मात्रै पढ्दैन, कुनै सब्जेक्टहरू यस्ता छन् है त, जस्तो टिओसी भयो, मलाई त्यस्तो हुन्छ नि, पढ्न त इन्ट्रेस्टिङ लाग्यो, तर जस्तो भयो एक्जामको लागि पढाइ सक्यो, अब फेरि 6 सेममा फेरि चाहिने रह जस्तो भयो। तर फेरि 6 सेम पछाडि सरले भनिदिइसक्यो भनेर होइन, सो चाहिँदैन भनेर। सो
त्यही भन्न खोजेको कि मैले जुन सब्जेक्ट चाहिन्छ जस्तो लाग्छ पछि गएर होइन मलाई चाहिँ यसमा चाहिँ पढ्न पायो हुन्थ्यो। जस्तो कम्प्युटर नेटवर्क्स भयो होइन सिस्को हाम्रो प्याकेट ट्रेसर चलाउन मजाले सिक्यो होइन त्यसमा अरू कुराहरू गर्न सिक्यो भने अपरेटिङ सिस्टमको बारेमा लिनक्स चलाउन सिक्यो भने सो त्यस्ता कुराहरू चाहिने जस्ता कुराहरू चाहिँ प्र्याक्टिस गरेर राख्दा हुन्छ क्या साइडमा एक्जामको लागि मात्रै नपढ्ने भन्न खोजेको मैले। अर्को आर्टिफिसियल इन्टेलिजेन्स छ र इट्स नट वाट यु थिङ्क है। सो होइन जिपिटी बनाउनु सिकाउँदैन अभियसली सिकाउँदैन तर यहाँनिर चाहिँ सो 60-20 विषय हो। सो एआई भन्ने बित्तिकै खतरा एआई पढ्ने चाहिँ होइन हामीले किनकि एआईको त मान्छेहरू 4-4 वर्ष 3-3 वर्ष कोर्स लिन्छन् होइन। हामी त कति 6 महिना 3 महिनामा पढ्न खोजिरहेको छौँ होइन एउटा सेमिस्टरमा 3 महिना पढाइ हुन्छ। सो 3 महिनामा के नै पढ्ने होइन। सो पढ्दाखेरि चाहिँ यसमा चाहिँ के छ भन्दाखेरि सिम्पली फाउन्डेसन अफ एआई हिस्ट्री कहाँबाट आयो एआई भनेको के हो हामीले देखेको मात्रै एआई होइन च्याटजिपिटी मात्रै एआई होइन अरू पनि एआई हो यताउति भन्ने कुराहरू अनि इन्टेलिजेन्ट एजेन्टहरूको बारेमा कुरो अनि मेन भनेको यो दुईवटा प्रब्लम सल्भिङ र सर्चिङ भनेको चाहिँ सर्चिङ एल्गोरिदमहरू हुन् तर एआईले फलो गर्ने सर्चिङ एल्गोरिदम जस्तो डिएसएमा लास्ट सेमिस्टर 3rd सेमिस्टरमा पनि पढेको छ होइन। सो सर्चिङ एल्गोरिदम त्यहाँ पनि पढेको थोरै होइन ब्रेथ फर सर्च डेथ फर सर्चहरू यताउति के थियो होला सायद त्यसमा के थियो होइन त्यो कुराहरू र त्यसमा पनि अरू कुराहरू जस्तो हाम्रो ए स्टार सर्च अनि यो मिनम्याक्स सर्च अनि अल्फाबेटा प्रुनिङ। सो यो भनेको चाहिँ एआईले चाहिँ कसरी काम गर्छ भन्ने एउटा ओभरभ्यू जस्तो मात्रै सब्जेक्ट छ है त। सो त्यस्तो डेप्थमा चाहिँ कहीँ पनि जाँदैन फेरि गोल आयो आमामा 9 गोल। सो त्यस्तो डेप्थमा चाहिँ जाँदैन होइन रै पनि अब एउटा फाउन्डेसन बनाउन काम लाग्ला। प्लस बेस्ट सजेसन इज इफ युर कलेज प्रोभाइड्स एक्स्ट्रा हाम्रो कोर्सहरू होइन यो सेमिस्टरमा चाहिँ यही रिलेटेड एउटा एक्स्ट्रा कोर्स चाहिँ राखिदिनु होइन टिचर बोलाइदिनु गराइदिनु भन्दाखेरि चाहिँ बेस्ट हुन्छ है त। जस्तो म यो एआई पढिरहेछ र साइडमा मसिन लर्निङको या त सानो बुट क्याम्प टाइपको केही भइरहेछ भने आइडिया लगाउन सकिन्छ यसो यसो रहेछ भनेर एउटा खालको आइडिया चाहिँ लगाउन सकिन्छ। सो त्यही हो नलेज रिप्रेजेन्टेसन भन्ने कुरा छ। यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि के थियो प्रेडिकेट लोजिक डिस्क्रिट स्ट्रक्चरमा पढेको प्रोपोजिसनल लोजिक अनि त्यस पछाडि यो फजी लोजिक भन्ने कुरा आउँछ र बेजियन नेटवर्कहरू इम्पोर्टेन्ट छ। अरू त आफ्नै तरिकाले पढ्दै जाने हो अगाडि बढ्दै जाने हो। ल्याबोरेटरी वर्क्समा यस्ता खालका कुराहरू छन् र बुक्सहरू यो रिफर गरेको छ। मैले पनि एउटा फरेन राइटरको बुक त ल्याएको थिएँ यत्रो ठुलो थियो तर मैले मजाले पढिनँ तर पढ्दा हुन्छ है त। तर अब यसको त मजाले मैले रिसर्च पनि राखेको छैन होइन इफ यु नोटिस्ड यसको चाहिँ आफ्नै तरिकाले पढ्ने हो जति इन्ट्रेस्ट लाग्छ जुन फिल्डमा इन्ट्रेस्ट लाग्छ किनकि अब यहाँनिर त पुरै ब्रोड डोमेनमा यो पनि त्यो पनि यो पनि त्यो पनि भनेर पढाएको हुन्छ होइन। तर एउटातिर लाग्नु छ भने त्यो आफ्नो चोइसले आफ्नो तरिकाले खोज्ने गर्ने बुट क्याम्प गर्नु छ भने गर्ने अनलाइनबाट फ्रीमा पढ्नु छ भने पढ्ने तर आफ्नो तरिकाले पढ्ने। सो मैले रियलाइज गरेको 6 सेमसम्म पुग्दा ओर्दा बेसिस हुन त अगाडिदेखि नै हल्का फुल्का आइडिया त थियो भनेको हामीलाई आइडिया मात्रै दिने हो कि यस्तो यस्तो गर्न मिल्छ यो कुराहरू छन् भनेर कोर्सले आइडिया दिने हो लास्टमा डिग्री दिने हो। बिचमा सबै गर्ने काम साम होइन जुनमा इन्ट्रेस्ट लाग्छ फुत्त छिर्ने त्यसमा गर्ने भनेको चाहिँ आफ्नै हातमा छ। सो आफ्नो तरिकाले पढ्दै जाँदा हुन्छ। सो सेमिस्टर एक्जाम पास गर्न त त्यस्तो गाह्रो छैन रियलाइज गरे होला ब्याक लागेको छ भने आइएम सरी फेरि ट्राई गर्नु पास भइन्छ। आइएम सरी किन भनिरहेको छु म अल द बेस्ट भन्छु म आइएम सरी त किन भन्नु होइन। सो अल द बेस्ट पास भइन्छ तर त्यति गाह्रो चाहिँ छैन है त। सो बिएससी क्लियर गर्नलाई तर मेन कुरो भनेको आफ्नो सब्जेक्टबाट आइडिया लिने यसमा चाहिँ इन्ट्रेस्ट लाग्छ है क्या मलाई भनेर ट्राई गर्ने इन्ट्रेस्ट लाग्यो गरिराख्ने इन्ट्रेस्ट लागेन अर्को ट्राई गर्ने तर हुन्छ नि एउटा दिमागमा चाहिँ राखिराख्ने म यतातिर चाहिँ जान्छु होला भनेर चाहिँ एउटा दिमागमा राखेको राम्रो है त। सो आजको लागि यति नै। आइल सी इन द नेक्स्ट वान। थ्याङ्क यू भेरी मच। त्यति नै हो।